पी छेत्री भनेको के नाम हो? पी छेत्री भनेको एक लाख कति हजार डराइसक्यो सर्भिस पठाएको 1 लाख 11,000 5,000 त्यस्तो कुराको दोषी र सबैभन्दा ठुलो दोषीहरू पोखरा 1 लाख अस्ति कोर्समा आएर यहाँ फतेपुरमै म त भेट्नु भयो तिनीहरूलाई गइ त्यो कसरी घुमो यार यो ए भाइ पछाडि मोबाइल छ ल नलिनु है राम्रो विशाल तामाङ भर्सेस विशाल तामाङ र नरेन्द्र बम होइन उतै हेर न म यहाँ लाइभमा विशाल तामाङ प्लस नरेन्द्र बम प्रियान्शु छेत्री र नवीन श्रेष्ठको जोडीको क्वार्टर फाइनल गेम भइरहेछ सेभेन 6 को स्कोर रहेको छ विशाल तामाङको जोडीको 7 हो कसले मरिसक्यो यो चक्लेट लिएको ओइ सबी लुगा फेर न ए कालो नलो त्यो एउटा खोलेर एउटा लगाउन के मारो यो टिम त केबाट पो हो टिएसी स्वतन्त्र उम्मेदवार Come on, Indians, come on. पुगेन पछाडि पुगेन जो हो 22 जना लाइभमा आइसक्यो यार होइन पर खै थर्ड भएको हो कि क्या हो मारो मारो आउटै थियो
9-10 को स्कोर रहेको छ अहिले। भाइ यता अलिकति धक्का नदेऊ ल। लाखपारा विनय 21 जना 28 जना पुगेछ। सेयर गरौँ, सब्सक्राइब गरौँ। गरौँ। पार्टनर पनि लाखपारा भोजबाजार थियो नि। लाखपारा विनय होला आज पनि सक्ने सम्भावना छ। राम्रो खेलिरहेको छ। अलि पुगिरहेको छैन हो, पछाडि पुगेन हो नरेन्द्र बमजी। मारा ला बिग्रियो। पहिलो गेम प्रायः उनीहरूले जहिले हार्छन् हो। मारो मारा अरे उठ ल अब हालो हान्न दिएपछि त्यो दुईवटा जोडी हानेर सकिहाल्यो क्या, आफै बिगारिहाल्दो रहेछ। यो गेम पनि टक्करकै हुन्छ। यो गेम त अब भोजेले उडाइहाल्छ। भोजेको धेरै राम्रो छ क्या गेम। पाँचथर जिल्ला ब्याडमिन्टन सङ्घका कोच दुर्गा सारुमगन रेफ्रीले सम्पादन होला। पाँचथरका कोच दुर्गा सारुमगन यहाँ होइन नि, यो मेरो होइन, यो मोबाइल चाहिँ जो हो यो चाहिँ मेरो हो क्या। यहाँ गर्न थालेँ यो सकिनु पऱ्यो नि त, त्यसो गरिदिइहाल्यो क्या पर्दैन। ऊ हुन्छ नि तेरो डेन्टिस्कोप हुन्छ नि लाइभ boys really 13 program Nagalka coach तथा मैनेजर रेफ्री सम्पादन होला। प्रोग्राम Nagalka प्रोग्राम Nagal SBA का टीम मैनेजर तथा कोच रेफ्री सम्पादन होला। राम्रो भेरी गुड। कोटेड मात्रै हुन्छ क्या अब ल्यान्डिसक त्यसो गर्ने यसो मात्रै हुन्छ क्या, राम्रो हुँदैन क्या त्यो हुँदैन। के सुटिङ मिलाउनु पर्छ क्या यसमा, अब पनि थाहा छैन। यो जसलाई सोध्नुपर्छ उसको चाहिँ भइरहेको छ। ला हेर त, हे भगवान् कैलाशपति
ठिक छ अर्को गेम जित्छन् त्यो भर्खर त्यसलाई लेख्न लाग्नु हो त्यसको लागि हो कि बोलाएको अरू छ होइन यस्तो हो त्यहाँ कोच नाम टिपाउनुपर्छ अनि अर्को मान्छे बस्नु पाइँदैन क्या लास्टमा हुन्छ पेटले बनाएर गरिन्छ भिडियो खिच्नु न मतलब भिडियो खिच्नु दुई चारवटा नि फोटो उसले स्मेचहरू हानेको खिचिदिनु ल तपाईँ एकैचोटि पर्छ होला गेमिङ दुइटाको सबिङ आएर उसको होइन पछाडि बोल्दा तिनवटा जुन भयो नि त्यहाँ हुँदैन पछाडि नै पर्छ किन बोलाएको सोध्नु त किन बोलाएको किन रहेछ भाइ किन रहेछ अरे हो एसबी बर्टी पाएको रहेछ कस्तुरी टी सर्ट छ भनेर भन्नुहुन्छ क्या कस्तुरी लेखाइदिनु भन्नु त्यो चाहिँ सुरुमै भन्नुपर्छ क्या मलाई थोरै गाडी गयो किन त्यो कस्तुरी नलेख्न पैसा पाइँदैन नहुँदा टी सर्ट नामै छैन नि आफूले। नामै छैन भने केही हुँदैन भइगयो त सबिगाको छैन छ क्या नामै टी सर्टै तपाईँले एसबी भनेर टिपाउनु भएको छ नि त पहिले नै त्यही भयो तपाईँले दर्पणहरूले होइन अहिले उहाँ कस्तुरी बनाए। कस्तुरी नै भन्नुभयो बिचरा थाहा भएन कस्तुरी ला त्यसले के को जर्सीलाई जानु त सबिगाको हेरेर आउनु त के को जर्सी लागेको छ त्यसले सादा जर्सी लगाएर भन्नु त्यो विश्वादर्श लेखेर नलगाएर भन्नु त पहेँलो लगेको त्यो पहेँलो एउटा पहेँलो छ एउटा सादा छ क्या कालो लगाउ भन्नुपर्छ सादा राम्रो देखिँदैन क्या होइन अर्को सादा पनि छ नि त। जिते हारे नि कमान जोजो कमान फोटो सबै आएछ हेर्नु चाहिँ को दाइले भन त मनदीप तामाङ इज वाचिङ आपना स्वागत छ दिलीप रायमाझी इज वाचिङ तपाईँलाई पनि स्वागत छ हजुर भइहाल्यो एकैचोटि नपर्ने हुन्छ
स्कोर 7-5 रहेको छ अहिले। यता 6-7 स्कोर। लास्ट गेममा खतरा गेम भएछ या त्यो चाहिँ। त्यो भएर जित्यो हुन्थ्यो क्या भयो जित्छ होला। किनभने आउट ए राइट भयो। उमेश नगरका खेलाडी अन्किता गिरी, रसिदा महर्जन, रोजी राई, सृष्टि राई दर्पण र गणेश हो। र मेन्स डबलका प्लेयर्स विधान अधिकारी पविलिन देव डेस्क अफिसर सम्पर्क गरिदिनु होला। कस्तो उफ्रियो या उफ्रिनु पनि यार। कति छ स्कोर चाहिँ? 8-10 ला कस्तो बिगारेको हो त। सेकेन्ड सेट 11-8 इन्टरभल भएको छ। ए अन्जिला देऊ।
राम्रो खेल्छौँ क्या दिमागलाई लाग्दै थियो सक्दैन जिउले सक्दैन पहिलो सेट भनेको उताको टिमले जितेको छ नवीनहरूको टिमले सुरु सेट कतिमा जितेको हो 14-15 यस्तै पोइन्टमा जितेको हो पहिलो सेट मारो कमन कमन जोजो कमन बरोबर 11-8 मारा पावरै छैन यार गुड निरज ताम्राकारी वाचिङ निरज दाई नमस्कार है तपाईँलाई स्वागत छ लाइभमा सेयर गर्नुहोस् कमेन्ट गर्नुहोस् फलो गर्नुहोस् भयो जति सबै गर्नुहोस् मारो मारो ए पुगेन नि त हो आउट 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 कमन दाइ कमन चेक कमन जो दाइ चेक ला ठिक छ कुल दाइ कुल महँगो लिएर कि ला गइहाल्यो टिआर हिमालले हेलो भन्नुभएको छ तपाईँलाई पनि हाई नमस्कार चेक चेक पुगेन पछाडि पुगेन बोल खाँदा खाँदै छ सिक्सटिन 11 भएको छ स्कोर नवीन श्रेष्ठको जोडीको 16 जोजो काबीको जोडीको 11 12-16 भयो फेरि अहिले सत्र 12 भयो स्कोर अठार 12 भयो राम्रो निकाल्छ मारो ल के हो कस्तो उठेको हो रक्षा आउट 15-20 स्कोर 15-20 रहेको छ अहिले
कस्तो तान्यो यार यसका साथै सेकेन्ड सेट पनि नवीन श्रेष्ठको जोडीले जित्नु भएको छ भन्दै यो लाइभ यहीँ म अन्त्य गर्छु। यो कहाँ छ यसको अन्त्य गर्ने चिज छ बुवा नमस्कार। ठ्याक्कै आउन आँट्यो भाइको चाहिँ ठ्याक्कै आउन आँट्यो भाइको पनि बहिनीको पनि दुइटैको आउन आँट्यो। हिजो भएन अघि बिहान हिजो एउटा भयो जिती हिजो दुइटा भयो दुइटै जिती अघि एउटा भयो एउटा चाहिँ हारी अब अहिले उसको सिङ्गल भयो।